यो चाहिँ बर्खे धान, बिजी धान पनि भनिन्छ। यो ठ्याक्कै आज वैशाख 10 गते चाहिँ 2 महिना भयो रोपेको। पोसाउँदैछ फलै पालो आज 2 महिना भयो। यो बीच भागमा चाहिँ मैले छरुवा मकै घाँसको लागि छरेको थिएँ, अनि यसको छेउछेउमा चाहिँ धान रोपे। अब यहाँदेखि यस्तो भएर यो भइहाल्यो। यहाँदेखि त्यो पल्लो, त्यहाँदेखि यस्तो, त्यहाँदेखि यता यो खालीमा जय घाँस छरेको थिएँ। त्यहाँदेखि उता यो आधी चाहिँ उता चाहिँ बिउबारी थियो, बिउबारी नजोति रोपेको धान यो। अबको 1 महिनामा यसलाई थन्काइसक्नु पर्नेछ। पाक्छ अनि मेसिनले काटिन्छ, राखिन्छ र थोरै बहुत चाहिँ फेरि बेचिन्छ पनि। पानी यसरी लागेको छ। घाम पनि डुब्न लाग्यो।